आजको यो भिडियोमा म तपाईहरुलाई नयाँ TMS सिस्टम एट्राडबाट मोबाइल एप्लिकेसनमा लगइन गरेर त्यसमा के फिचर छ भनेर भन्ने कुरा देखाउँछु। मैले यो भन्दा अगाडिको भिडियोमा कसरी रजिस्टर गर्न सकिन्छ भनेर भन्ने कुरा बताइसकेको छु। यदि तपाईहरुले रजिस्ट्रेसन गरिसक्नु भएको छैन भने अगाडिको भिडियो हेर्नु होला। सुरुमा मोबाइल एप्लिकेसन एट्राड डिजिट्रेड नेपाल नामले छ, तपाईले त्यो इन्स्टल गर्न सक्नुहुन्छ। एट्राड डिजिट्रेड नेपाल इन्स्टल गरिसकेपछि यो लोगो हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। मैले युजर नेम र पासवर्ड अलरेडी पाइसके हुनाले मैले चाहिँ यसमा लगइन हुँदैछु। लगइन भएपछि मार्केटको इन्फर्मेसन वाला पेज खुल्छ। सुरुमा मार्केटको इन्फर्मेसन वाला पेज छ। इन्फर्मेसन वाला पेजमा चाहिँ जस्तो पोजिटिभ, नेगेटिभ, न्यूट्रलहरु, स्टकहरु के भए, बढे घटे या यथावत रहे भनेर भन्ने कुरा देखाउँछ। त्यसैगरी इन्डिसेसको कुराहरु छ, त्यसैगरी ट्रेडको कुराहरु देखाउँछ। वाच लिस्टमा जति पनि स्क्रिप्ट छन्, कारोबार हुने स्क्रिप्ट्सहरुको बढ्ने घट्ने के हो भनेर भन्ने कुरा यहाँनेरि हेर्न मिल्यो। त्यसैगरी तपाईले कुनै फेभरेट डिफल्ट वाच लिस्ट तपाईले आफैले वाच लिस्ट बनाउन भएको छ भने तपाईको वाच लिस्टको बेसिसमा पनि तपाईले हेर्न मिल्यो। त्यसैगरी अर्डर लिस्टमा अब अहिले त यो ट्रेडिङ आवर होइन, ट्रेडिङ आवर अहिले 7:54 छ साँझको, त्यही भएर ट्रेडिङ आवरमा चाहिँ तपाईले अर्डर प्लेस गर्नु भएको छ भने अर्डर लिस्टबाट चाहिँ तपाईको अर्डरहरु के भए त एक्जिक्युट भएन भनेर भन्ने कुराहरु यसमा अर्डर लिस्टमा हेर्न सक्यो। त्यसैगरी अकाउन्ट समरीमा चाहिँ अब जस्तो तपाईसँग बाइङ पावर यानी लिमिट, ट्रेडिङ लिमिट छ छैन हैन, कोल्याटरल छ छैन भनेर भन्ने कुराहरु चाहिँ योबाट देखिने भयो। त्यसैगरी तपाईको पोर्टफोलियोको भ्यालु लगायतका कुराहरु देखाउने भयो। यदि तपाईसँग बाइङ पावर अहिले 1 मात्र छ भने तपाईले एड कोल्याटरल गरेर आफुलाई कुन चाहिँ गेटवे ठीक हुन्छ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ हो कि आईपीएस बाट गर्ने हो कि ई-सेवाबाट गर्ने हो, गर्न मिल्यो। जस्तो तपाईले ल 50,000 लोड गर्नु पर्यो भने अब रिमार्कमा अब तपाईको युजर आईडी हानेर प्रोसिड गर्नुभयो भने यहाँबाट चाहिँ डाइरेक्टली रियल टाइममा तपाईको कोल्याटरल अपडेट हुन्छ। त्यसैगरी रिसेन्ट ट्रान्ज्याक्सन तपाईको छ भने चाहिँ रिसेन्ट ट्रान्ज्याक्सन हिस्ट्री पनि यसमा देखिने भयो। अर्को छ पोर्टफोलियोको कुराहरु। तपाईको पोर्टफोलियो के भइराखेको छ त, डेली लस गेनका कुराहरु के छ, तपाईको पोर्टफोलियोको भ्यालुको कुराहरु देखाउने भयो। त्यसैगरी डिटेलमा गएपछि तपाईसँग रहेको होल्डिङ्सहरु देखिने भयो, कुन कति किता छ भनेर। त्यसैगरी भ्यालुएसनमा तपाईको त्यो स्क्रिप्टहरुको भ्यालुएसन कति छ आजको दिनमा, कतिमा कारोबार हुँदाखेरि तपाईको स्क्रिप्टको भ्यालुएसन कति छ भनेर भन्ने कुरा चाहिँ भ्यालुएसनमा देखिने भयो। यो चाहिँ लास्ट कर्नरमा चाहिँ बाइ र सेलको अप्सन छ। बाइ र सेलको विन्डोज एकदमै इजी टु युज वाला छ। जस्तो रेड कलरमा सेल छ, ग्रीन कलरको बाइ छ। तपाईको लेफ्ट कर्नरमा चाहिँ कम्पनीहरु सेलेक्ट गर्न मिल्ने छ। जस्तो तपाईले एग्रिकल्चर डेभलपमेन्ट बैंक सेलेक्ट गर्नुभयो भने अनि अरु केही गर्नु परेन, क्वान्टिटीमा कति क्वान्टिटी र कुन प्राइसमा राख्ने अथवा भनेर भन्ने कुरा चुज गरेपछि तपाईहरुले आफैले बाहिर सेल गर्न मिल्छ। यो चाहिँ प्रिभियस सिस्टममा चाहिँ के थियो भने मोबाइलबाट एक्सेस गर्नलाई एकदमै गाह्रो थियो बाहिर सेल भने। अहिले चाहिँ मोबाइल एप्लिकेसन चाहिँ एकदमै युजर फ्रेन्डली, इन्टरफेस पनि युजर फ्रेन्डली छ। अनि त्यसपछि तपाईको बाइ सेल गर्नलाई चाहिँ सजिलो हुने मैले देखेको छु। यदि तपाईलाई यस्तै इन्फर्मेसन तथा अन्य भिडियोहरु क्यापिटल मार्केटसँग रिलेटेड, शेयर मार्केटसँग रिलेटेड भिडियोहरु चाहिएको छ भने हामीलाई सब्स्क्राइब गर्न नबिर्सनु।